धेरैजना व्यक्तिहरू इमोसनल पार्न खोजिरहेका छन् राजनीतिक दलका कार्यकर्ताहरूले यो देश सके भनेर। तपाईहरुले देखेको सपना हामी जिउँदैछौँ। यदि हामी मरेर गएका थियौँ भने सपना पूरा नहुन सक्थ्यो, तर नेपाली जनता जिउँदैछन् र जेनजी पुस्ता जिउँदैछ। त्यसो भएको हुँदा सम्पूर्ण नेपाली जनताहरूलाई भन्न चाहन्छु, तपाईहरु नडराउनुस्, परिवर्तन हामीले ल्याएको हो। तपाईहरुलाई अझै पनि भन्न चाहन्छु, कसैले कसैलाई च्यालेन्ज नगरौँ, कसैले कसैलाई रुष्ट नबनाउँ। सबैजना यो देश हाम्रो हो, हामीले हाम्रा माग र एजेन्डाहरू राख्न पाउनुपर्छ। त्यसो भएको हुँदा हामी भाषण गर्न, साँच्चै भन्ने भने भाषण नेपालकै तरिकाले जाने भने हाम्रो टिमले भाषण गर्न सक्छ। जेनजी पुस्ता त्यति राजनीति नबुझेको छ, कार्ल मार्क्सका सिद्धान्त के छन् सबै कुरा थाहा छ। तर के अब नेपालीले नेपालको सिद्धान्त बनाउँछ, नेपालीले नेपालको मुलुकको भाग्य र भविष्य बनाउँछ, डराउँदैन। अब त्यसो भएको हुँदा सडकमा आएको जेनजी पुस्ता, सम्पूर्ण नेपाली जनता तपाईहरु साथ दिनुस्। यतिखेर जब हामी आन्दोलन गर्ने बेलामा